राजधानीबाट 29 किलोमिटर पार गरेपछि पुग्न सकिने काभ्रेको क्षेत्र नम्बर 1, काभ्रे क्षेत्र नम्बर 1 868 वर्ग किलोमिटरमा फैलिएको छ। यो 868 वर्ग किलोमिटरमा फैलिएको काभ्रे क्षेत्र नम्बर 1 मा 1,61,796 जना जनसङ्ख्या रहेका छन्। तर त्यहाँको बाटोको अवस्था हेर्ने हो भने अहिलेसम्म जम्मा 81.5 किलोमिटर बाटो मात्रै कालोपत्री भएको अवस्था छ। सम्माननीय सभामुख महोदय, के राज्यको वितरण प्रणाली यही हो? के राज्यले यसै गरी हेला गरिराख्ने हो काभ्रेको क्षेत्र नम्बर 1 लाई? यो अबका दिनहरूमा पनि म सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु। काभ्रे क्षेत्र नम्बर 1 को यो भौतिक पूर्वाधारको क्षेत्रमा भएको लथालिङ्ग अवस्था, भौतिक पूर्वाधारको क्षेत्रमा गरिएको व्यवस्थालाई यदि ध्यान नदिने हो भने काभ्रे क्षेत्र नम्बर 1 का जनतालाई अब यो सही हुनेवाला छैन। त्यसकारण म सम्बन्धित मन्त्रालयलाई ध्यान आकर्षण गराउन चाहन्छु, यसपालि बजेट विनियोजन गर्दा काभ्रे क्षेत्र नम्बर 1 ले तिरेको करको न्यायोचित वितरण होस्, अन्यथा काभ्रे क्षेत्र नम्बर 1 का जनताले विद्रोहको आवाज उठाउनेछन्, चेतावनी दिन चाहन्छु।